हेलो नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ फेरि पनि अर्को नयाँ रेसिपी भिडियोमा। धेरै दिनपछि चाहिँ मैले रेसिपी भिडियो सेयर गर्न गइरहेकी छु। आज चाहिँ म बनाउँदै छु चिकन पकौडा। साथीहरू एकदमै मिठो हुन्छ, हजुरहरूले पनि ट्राई गर्नुहोला। यदि हजुरहरूलाई यो रेसिपी भिडियो मन परेमा पेजलाई फलो गर्नुहोला अनि लाइक शेयर पनि अवश्य गरिदिनु होला। साथीहरू सुरुमा चाहिँ आफूलाई आवश्यकता अनुसार चिकनलाई ल्याउनु पर्ने हुन्छ। ठुलठुलो साइजको चिकन या बोनलेस चिकन पनि ल्याउन सक्नुहुन्छ। त्यसपछि यहाँ चाहिँ मैले मसलाको पेस्टलाई राखेँ। मसलामा चाहिँ मैले धनिया, त्यसपछि खुर्सानी अनि अदुवा लसुनलाई एकदमै सिलौटोमा पिसेर पेस्ट बनाएर राखेँ। त्यसपछि मैले चिकन मसला राखेँ, त्यसपछि स्वादअनुसार नुन, अलिकति बेसार राखेँ, त्यसपछि 1 चम्चा जस्तो कागतीको रस राखेँ। साथसाथै मैले यहाँ चाहिँ कसुरी मेथीलाई पनि राखेकी छु, एकदमै फ्लेभरफुल बनाउँछ चिकन पकौडालाई चाहिँ। त्यसपछि 1 ठुलो चम्चा मैले कर्नफ्लावर, 1 चम्चा जस्तो मैदा पनि राखेकी छु। यदि हजुरहरूलाई स्पाइसी टाइपको मनपर्छ भने रातो खुर्सानीको धुलो पनि राख्न सक्नुहुन्छ। अनि यो चिकनलाई चाहिँ म्यारिनेट गरेर कम्तीमा 15-20 मिनट आधा घन्टा जस्तो फ्रिजमा राख्दा एकदमै जुसी टाइपको हुन्छ। फ्राई गरिसकेपछि यो चिकन मैले 15 मिनट जस्तो फ्रिजमा राखेर अनि यो चिकनलाई निकालेर अनि तेललाई तातो गराउन राखेर मैले यो चिकनलाई चाहिँ फ्राई गरिसकेकी छु। साथीहरू यतिको रातो हुने गरेर फ्राई गर्नुपर्ने हुन्छ, एकदमै जुसी चिकन बन्छ, एकदमै मिठो हुन्छ। साथीहरू यहाँ चाहिँ मैले सबै चिकनहरूलाई चाहिँ फ्राई गरेर रेडी गरिसकेँ। अचारसँग खान सक्नुहुन्छ, यतिकै पनि खान सक्नुहुन्छ है साथीहरू।